सिरहामा गोली प्रहार घटनामा 2 पक्राउ, भारतीय सुटर प्रयोग गरेको खुलासा। नमस्कार, सरगम समाचारमा तपाईँलाई स्वागत छ। म फिरोज शेख। सिरहामा भएका 2 छुट्टाछुट्टै गोली प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सिरहा नगरपालिका 7 मा प्रेमनाथ यादवको हत्या तथा औरही गाउँपालिकामा पुजारी श्याम सुन्दर शर्मा माथि गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या घटनामा उपेन्द्र यादवले करिब 3 लाख रुपैयाँ सुपारी दिएर भारतीय सुटर मार्फत हत्या गराएको आरोप लागेको छ भने पुजारी माथिको आक्रमणमा हरि ठाकुरले 50,000 रुपैयाँमा सुटर परिचालन गरेको प्रहरीले जनाएको छ। प्रेमनाथ यादव हत्याका मुख्य योजनाकार मृतककै छिमेकी सिरहा नगरपालिका 1 का 52 वर्षीय उपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्नता स्वीकार गरेका यादवले विगत 4 वर्षदेखि पारिवारिक मनमुटावका कारण हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनामा एउटै भारतीय सुटर संलग्न रहेको दावी गर्दै फरार अभियुक्तहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।